ल यो चाहिँ यो पार्कको भिडियो बनाऊ भनेको धेरै लामो हुँदो रहेछ कि त्यही भएर मैले पार्टमा बाँडेको। छुङाङ थाबी साङसिल अरे इब्गो नुल्का। यो चाहिँ पुरानो उयोहरू रहेछ भित्र चाहिँ के भन्छ यहाँ आएर यो फोटो खिच्ने ठाउँ हो। यहाँ चाहिँ यसो आएर लड्का लड्की आउने भाडामा कपडा लिने फोटो खिच्ने अनि फिर्ता गर्ने फोटो खिचेर। यहाँ यो बाटो त रहेछ त्यस्तो हो यो ठाउँ चाहिँ। यहाँ चाहिँ यसो भाडामा लिने फोटो खिच्ने अनि फेरि दिइराख्ने। किन्न पनि बा पाउँछ कि किन्नु चाहिँ दिँदैन होला जस्तो लाग्छ। यहाँ चाहिँ चिल्ड्रेन पार्क। यो गाडी पनि ओर्ने होला नि त यसो भटाभट। यहाँ चाहिँ घाम उठ्यो माथि छ झ्याक्ने। अघि कम त मजाले हालेन छैन घाम भनेर निस्केको 4 बजे निस्किँदा पनि घामले झन्डै बितायो। अब यहाँ बच्चाहरू यहाँ मस्त खेलिरहेछ। टेन्टहरू लाउन पाउँछ यहाँ। यहाँ पर चाहिँ फेरि रक गार्डन छ जहाँ चाहिँ हामी त्यहाँ पैसा तिरेर मासु पोलपाल पारेर खानु पाउँछ। बुक गर्नुपर्छ त्यसको लागि चाहिँ। त्यसको लागि पार्कमा गीत पनि बजाइराखेको छ। बिचरा बच्चाहरूको त्यसरी बच्चा चाहिँ नरुवायो भने डन आम्मामा क्या डन जस्तो आउँछ फेरि थर्काउँदैछ। एउटा दाइले छालै सेतो के यो जातको भन्थ्यो कोरियनहरूलाई हेर्दै। उहाँको चाहिँ कालो थियो। म पनि कालो त कालै छु तर अझ मभन्दा नि कालो चाहिँ अझ के भन्छ त्यो कालै ऊ चाहिँ। अनि यहाँ चाहिँ फोटो खिच्ने ठाउँ यो चाहिँ ट्याक्कै यो चाहिँ के भन्छ यस्तोलाई चाहिँ यो एउटा आकृति ठ्याक्कै चाहिँ मलाई चाहिँ त्यो उयो चाहिँ भन्नु चाहिँ होइन। यहाँ चाहिँ छाता ओढेर खिचे जस्तो यो पानी परेको जस्तो छिगुम्योगी उरी हाम्की अरे। यहाँ चाहिँ अहिले हामी सँगै अरे दुईजना मिलेर यसो गरेर लड्का लड्की अँगालो मारेर फोटो खिच्ने हो। के गर्नु हामी जस्तो सिङ्गलको लागि होइन यो ठाउँ। त्यसैले म अघि बढेँ। यो सिङ्गलहरू त गाह्रो पो छ त हौ यहाँ। सिङ्गल जति कुकुर लिएर हिँड्छ के गर्नु। ऊ त्यहाँ एउटाले कुकुर अँगालिरहेको एउटाले होइन एउटीले। अब गोजीमा प्लास्टिक हातमा कुकुर ठ्याक्क हग्छ टपक्क टिपेर गोजीमा लगाइहाल्ने। फेरि हग्नु बित्तिकै एक ल्याड गु छोड्यो कि भरे एक हातको बिल आउँछ। कहाँबाट हेरिरहेको हुन्छ। अनि मेरो होइन भन्यो भने गु टेस्ट गर्ने अनि कुकुरको गु र उसको डिएनए टेस्ट गरेर ट्याक्क ल यो चाहिँ तेरै कुकुरको रहेछ भनेर अनि त्यसपछि झन् ठुलो फाइन। यो ठाउँ चाहिँ त्यस्तो। यो पारिपट्टिको चाहिँ फेरि यो खोला हो। यो खोलाभन्दा पारिपट्टिको चाहिँ गल्फ पार्क हो। त्यहाँ हामी एकचोटि गएको थियौँ। यहाँ डाइरेक्टर र क्यामेराम्यान एउटा रामबाबु गुरुङ हुनुपर्छ। यो अर्को चाहिँ क्यामेराम्यान को अरे कि उपेन्द्र सुब्बा हो कि। केटाहरूले फोन गर्दैछन् मलाई। म उनको स्वेटर हेर्न जान्न किनकि म धेरै गर्मी सहन सक्दिनँ। अघि नै ह्यान्डसम भएर आउनु है भन्दै थियो एउटा दाइले। केटीहरू राम्री आउँछन् अलिक ह्यान्डसम भएर आऊ है भाइ भन्दै। ए दाइ म आइहाल्छु के मलाई ह्यान्डसम यस्तै हो म भनेर साइकलमा हिँडेँ। गाडी बस्छ यस्तो गरिमा भन्दै थियो। ए दाइ म साइकलमै आउँछु भनेर। तर म चाहिँ नजाने। यहाँबाट हेरेर यस्तो बवाल भ्यू देख्छ यहाँ चाहिँ। अब नाइट भ्यू पो यहाँ त साह्रै राम्रो देख्छ नि देख्नु त। तर यो एक्लो मान्छे जति राम्रो ठाउँमा पुगे पनि अलिक
खिन्न हुने रहेछ हो गाँठे